अब तपाईलाई के गर्नु छ टावर बनाउनु छ टावर हेर्नुहुन्छ हाम्रो जति छ त्यो टावर चौचौकमा क्लक टावर छ हैन त्यस्तै के बनाउनु छ बिल्डिङ जस्तो ठुलो बिल्डिङ जस्तो टावर छ बुझ्नु भएन हो त्यति अब यहाँ बसेर तपाईहरु मजाले बस्न सक्नुहुन्छ ठिकै सम्हाल्न ल your time will start now 2 minutes okay 1 2 3 make the biggest tower coordinator is important here पंखा बंद कर दिए we only have 2 minutes you people only see and watch I will ask question with you after this ध्यान ल्याउनुस् उहाँले के गरेर गर्छ ओके सबैजना टिम ए टिम बी you watch them what are they doing and after their time completes I will ask you question with everyone don't have a side talk please 1 minute more good no what I provided you I told you na it's not easy to be in a society it's very competitive all your parents have sent you in this AC school some parents only can send you in government school but studying here doesn't guarantee becoming good so there are many life struggle in your life your parents also be struggling hard to send you here now only 20 seconds don't teach if you have to teach then you have joined here साइड प्लेयर कभी नहीं बनने का लाइफ में बी अ फ्रंट प्लेयर मेन हीरो बननु छ नि सो कम हियर एन्ड टेक अपॉर्चुनिटी ल टाइम्स अप ओके तपाईहरु उठिदिनु यहाँ गर्न सक्छ तर त्यतिकै छोड्नु प्लिज त्यतिकै छोड्नु जे छ सक्छ त्यो के हुन्छ के हुँदैन नाउ तपाईले के लाग्छ किन भनेछ अनि दिस वान रिजन किन भनेको छ से नट एनीथिङ यु क्यान स्पीक एनीथिङ Also you think another one? Yashika, please. किन बनेन भन्नु? किन टावर बनेको छ यो? टावर के भन्छ? भत के भन्छ? आफ्टर अल कुरा चाहिँ भत के भन्छ? किन बनेन? यहाँ त अलरेडी के बनेर जस्तो छ यो किन बनेन? Do you know? That's it. Don't know why it's not built and why it's built. कसैले किन बनेको छैन? तपाईलाई थाहा छ कसरी बन्यो उनीहरुले बनाउन किन बनाउन सकेन र किन बन्यो? तपाई अहिले टिचिङ गरेर भन्नुस् त उनीहरुले आर्का लगाएर तल बनाए के हो? तिनीहरुले पहिला त्यो तल बनाए त माथि राखेर फेरि खायो तल राख्यो त्यो कुरा त उहाँहरुले नै थाहा होला तल राख्नुपर्छ माथि राख्नुपर्छ नि भन्छ तर उनीहरुले बुर्ज खलिफा बनाउन कोसिस गरे बुर्ज खलिफा यो के बनेको छ मिनी बुर्ज खलिफा नाउ थ्यांक यू बिग क्लैप फर देम Now, I am going to give you reason. ध्यान दिएर बस्नुहोस् प्लिज सिट डाउन हैव योर सीट मैले दुईजना टिमलाई बनाएँ एउटा टिमले बनायो अर्को टिमले बनायो हैन केही त बनायो नथिङ ह्यापन्स बने अर्को टिमले बन्छ कसरी बन्छ अब यो पनि टावर जस्तो देखिएन त्यो यो सायद अगाडि बढ्दा टावर जस्तो देखिन्थ्यो अझै राम्रो टावर बनाउन सक्थ्यो हैन यु आस्क मी फर अ टिप अर्को चाहिँ टेप पनि पाउन सक्नुहुन्छ होला एन्ड द्याट टेप इज लियो क्लब दे गिभ यु अपर्च्युनिटी तपाईले त्यो अपर्च्युनिटी पाउनु भएन टेप चाहिँ भगवान राम्रो गर्न सक्नुहुन्छ होला द्याट इज द वाट वाज ल्याकिङ अघि मैले एउटा कुरा भनेको थिएँ तपाईलाई पक्का चलाइदिनु त वाट वाज ल्याकिङ द्याट आई टोल्ड यु अर्लियर तपाईले ध्यान दिनु भएको छैन भनेको छु नोबडी लिसन मी मैले भने त टिम वर्क्स in football or in cricket there are set of 11 players who are playing in team to win the match there were 3 players to make a tower they didn't succeed they succeeded a bit why because in there nobody listened fully एउटा बोलिरहेको थियो अर्को बोल्ने अर्को तिम्रो कुरा कन्सेप्ट कसैले कसैले सुनिरहेको थियो आफ्नै प्रश्न सुनिरहेको थियो सो यु हेभ टु लिसन इच अदर बुझ्नुभयो